खोल्न दिन भन्दा नि नखोल्न दिनु पर्दैन भने विदेशको प्रत्यक्ष उनीहरूको आफ्नो राजनीति नेपालमा गर्नको निम्ति नेपालको सरकारको अनुमति नलिकन खोल्न पाइन्छ उनीहरूले। हामी गएर नेपाली युथ काउन्सिल भनेर खोल्न सक्छौँ अमेरिकामा, हामी गएर चाइनामा नेपाली युथ पायोनियर भनेर खोल्न दिन्छ उनीहरूले हामीलाई। खोल्न अनुमति के अरे चाहिँ अवरोध गर्नु पर्दैन, उनीहरूलाई रोक्नु पर्दैन। खोल्नै नदिने हो नि नेपालको सरकारले नि अवरोध गर्यो भन्ने हो र हामीले त सीधा सीधा मान्ने नि। अब अहिलेको संसारमा विदेशी हस्तक्षेप भनेको जमिनबाट राइफल लिएर भारतको सेना आउने भन्ने हुँदैन। अहिले आकाश कब्जा गर्ने भन्ने हुन्छ। आकाश कब्जा गर्न आउने हो उनीहरू, त्यही गर्न आइराखेको हो, चाहे त्यो एल्गोरिदममा होस् चाहे त्यो जेसुकैको नाममा होस्। अब जमिन कब्जा गर्ने भू राजनीति छैन, किनभने हामीले इरानमा हेऱ्यौँ नि त, इरानमा जमिन कब्जा गर्न नपर्दो रहेछ। आकाशैबाट गएर देशलाई ठोकेर अनि त्यो देशको स्वाधीनतालाई सिद्ध्याउन सकिँदो रहेछ। त्यसकारण मुख्य कुरा चाहिँ उनीहरूलाई आउन अवरोध गरेन भन्दा पनि सरकारले उनीहरूलाई आउन दिनु हुँदैन।